अब छोरो आउने भन्दैसियो कहाँ पुग्यो होला खै अब छोरो आइगी तिमीखेर भुनिकै नै आउनु पर्दा म आइगयो त एक्कासी नबोलिकन आइस अब के त्यही भएर भनि हामी त आए जमा ए अनि के लागि त बाबाको कसैले चट्ट लाएर के गर्नु बाबा अब आइम अर्जेन्टिना बसिया मान्छ अब नाफातिको अब मेसी दाजुसँग भेटियो अब कुराकानी गरियो अब के त फेरि यो फेरि छुट्टै भइराख्दो के हुनु मेसी दाजुले 2026को वर्ल्ड कप जितिहाल्नु क्यान्ने मैले अब कप जान्छु राखिँदैन भनेर दिइहालेँ ए मेसी दाजुलाई मैले फोन गरिएको थिएँ 2026को वर्ल्ड कप जितिहाल्छौ तिमी त्यही भएर सानो म्याच छोरा त पठाइदिन्छ पठाइदिएर गुण लाग्यो के गुण लाग्यो मेसी दाजु फेरि एकदमै राम्रो क्या बुनका हेरौँ यो कस्तो पठाइदियो मेरो साथी भने यो साथी हो अर्जेन्टिना बसिकन आफू मन बिर्सिएर न म पनि आज घर बेला म जानु पर्यो मुखिया साहबको छोरो मेरो साथी चैते अर्जेन्टिना बसिकन म लुगा ल्याइदिउँ गरे म ल्याउन गइछु त ओहो त्यो हाम्रो चैते जान्छ साथी हामी छोटी खाना किन बोलायो त छोटी खान देखिकन पनि मेटालाई देखिकन दिँदा कि मुखिया साहब को होला भन्ने के भन्नु के चाहियो मेरो चैते साथी बेलुवा आए त गरे अघि छकल्लै थपाएँ छैन कोही चैते साथी मेरो छोरा यहाँ आएको छैन के ल्यायो होला खुवाउला कुन च्यादो आएको छैन मेरो छोरा घर तिमीहरू अब तिमीहरू गन बेलुवा अघि छक्का कहिले जो अरुम अरुम के हो के त भित्र त के होइन ओहो साथी ओहो चैते त कति ह्यान्डसम भएछ नि त साथी आज तिमीहरू आइसक्यौ कस्तो म त भर्खर तिमीहरूलाई खोज्दै हिँड्न लागेको थिएँ क्या कस्तो बाबु यहाँ यस्ता गाउँका त के गर्दैन कि लास्ट बिग्रियो मान्छे बिगार्दा नि ए बाबा त्यस्तो होइन कि मेरो साथीहरूको अभिबन्दा रिमन्दा सबभन्दा चाहिँ कालु भन्दैछ त कहाँ गयो त्यो अहिलेसम्म आउँदैन त हो खतरा इमान्दार हो क्या त्यो फेरि गाउँमा मसँग लाने कोही छ आइज सालेहरू भने यो के गर्दैछु म यो कालु हो के हो लिया बनाएर भुनिएको नि बाबु कुरा पक्नु क्या बाबा एकछिन कस्तो ओहो साथी हामीले टाढासाला ल्याइदिएनौ ए कहाँ नल्याउनु यार साथी आफ्नो साथीलाई पनि बिर्सिन्छु म ल्याइसकेको छु त कस्तो जान्ने लाग्दो रहेछ मुङे ल्याइदिने हाम्रो साथीले ल्याइदिए साथी धेरै कपडा ल्याइदियो ए साथी किन नल्याउनु त हो हेर न अब तिमीलाई चाहिँ जर्सी छ यी दुईजनालाई चप्पल छ एक ठिक जोड्नु लौ साथी ए साथी कहाँ इङ्ग्लिस पेट्रोललाई दिँदा म छु नि म गर्छु नि अब मेसीकै जर्सी ल्याइदिएर छु म पनि मेसीकै फ्यान थिएँ ल अब म लाउँछु नि साथी हाम्रो साथीले त बिर्सिएर होइन र कस्तो दामी चप्पल ल्याइदिनु भएको नि हाम्रो साथीले त जाम ओहो साथी हाम्रो सितै त्यही नै मेरो लागि खुसीको कुरो हो म चाहिँ गएँ साथी खाने हो एकै गिलासले जिया बनाउँछ साथी लोकल हो के भन्छ यार कालु यस्तो इमान्दार मान्छे कसरी यस्तो बिग्रिस भन् त म चाहिँ बसेर के काम साथी म पनि गएँ ल भाइ कप तिमीले ल्याइराखेको छौ मैले हेरेकै कप कपै नै अघि त्यसै रातै बाहिर अरू पनि दिन हुन तपाईँले थाहा मैले कप मैले मेसी दाजुले पठाएर कप तिमीले राखियौ उतै कप भिडियो कप आइगयो कप कहाँ गयो होला त उतै कहाँ गयो त्यत्रो ठुलो कप मेसी
मेस्सी मेस्सी मेस्सीको फ्यान बढियो। अब इन्सपेक्टर साहब अस्ति यहाँ सबजना भेला बिहा बेला अहिले आउनु साथीवाला 18 दिने बेला हाम्रो कप कहाँ चोरी भएको रह कप जसरी हुन्छ जाँदै हुन्छ ल्याउने नत्र म जाइले चर्च गरिदिन्छु तिमी एक्कासी आवेशमा नआउनु जागिरी खेल्ने कुरा नगर्ने भइहाल्छ। ए इन्सपेक्टर साथीहरू दुनियाँ है 10 तारिक पनि मेरो कप आउनु पर्ने नत्र फेरि म साथी चिन्दैन नि फेरि। भइहाल्छ नि साथी। ल जाऊ होइन होइन इन्सपेक्टर कप भेट्यो भने तिमीसँग अब के आउने ल केटाहरू यो गाउँमा सिधै मेस्सीको फ्यान देखियो कि थानामा लिन्छु नि साथी। थानामा रोनाल्डो बेस्ट। रोनाल्डो चोडियो कुरा नगर मेस्सी फ्यान हो म मेस्सी इज बेस्ट मेस्सी क्यारे बाउ फेरि मेस्सी फ्यान हुन दे। मेस्सी फ्यान हो म फेरि बाउसल चिन्दैन है फेरि रोनाल्डो फ्यान न रोनाल्डो मेस्सी या फेरि के तेरा सुसु घरमा आएछ ढाड सर भाइ तिन घरमा आएछ ढोक्छु रोनाल्डो फ्यान भएपछि घर निकाला गरिदिन्छु म देख्यो नि साथी म फेरि रोनाल्डो यस्तो वाल फ्यान हो कि फेरि बाउसल चिन्नु फकाइदिनु मैले मेरो बाबा भए त मुन्टो चुटिने छ। फर्कामा चाहिँ हुन्छ नि। यो गाउँमा रोनाल्डो फ्यानहरू जोइका छौको यस्तो चुरुफुरु बढी भएर कि अघि मुना हमातिया थुक्कै मेरा छोराले मैले कुल्यो हो र काका अरे त्यसो भए त्यो रोनाल्डो फ्यान गर्न सबलाई मार्ने हो फेरि मेस्सी फ्यानका फेरि कस्ता उठान्ने थाहै त होला यस्तो हान्ने कि त्यसलाई। ओ मेस्सी हो त मेस्सी। अब जाउँ मान्ने तिमीहरूलाई ल हेर है साथीहरू मेस्सी फ्यान आजकल छुरीफुरी धेरै भएर अघि मेरो बाउ पनि त्यति थर्काए अब त गएर सिधा हप्पै नै हच्चाका हान्दिने है थानामा लग्ने नभएपछि हान्दिने थानामा लिएर हुल्दिने हो। ल जाउँ शाबाश बेटा बहुत बढ़िया।